छन् क्या यार Hey guys, welcome back to my new vlog. I hope सबजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै नै छु। आज केसको बारेमा भ्लग हो भन्दाखेरि तपाईले थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ हाम्रो लास्ट डे 12 क्लासको टक्कै दिसेदी भएर म चाहिँ स्कुलतिर जान लागिरहेको बाइक यहाँ छ। के कस्तो हुन्छ यो त स्कुलतिर गएर भेट्न पर्छ। A few moments later. दाइ बनाएर दिन पनि गयो भन्दै ब्याजलाई पढ्नेर कहिले अब त एजुकेसनमा त पिएचडी हान्ने हो ब्याज त नपाले सिधै पिएचडी गर्ने हो सिधै पिएचडी हाते कस्तो सिधै पिएचडी हो त नि ब्याजलाई त पढ्ने होला पहिला पिएचडी हो क्या हामी सिधै पक्कै अहिले जाम्रो एकैचोटि गएर कुरा गरौँ ल यार अहिले जाउँला क्या आज हामीलाई बिदाई गर्ने गाइजहरू है यिनीहरू फेरि विचित्र देखिन्छ कि कोही कोही ट्र्याक्टर बोकेर आएको आज त हाम्रो अन्तिम दिन होइन होला क्या तर यार बलवान हुन्करी हुन् त पसिना आएको हेर्दाखेरि नाकबाट पसिना चुइसक्यो यार। गुरु हाम्रो गुरु होइन साँच्ची कहन गरे कुरा यो मैले ढुङ्गी भनेर धारमा राखेर बसेको थिएँ यो मायाले फोन गरेर अहिले नेपालमा अभिबाट बिदाई हुँदाखेरि कस्तो महसुस भइरहेको दिल खुस तपाईँलाई कस्तो भइरहेको त इसारै गाडी मलाई त कस्तो भावुक भएको म त यार भावुक हो खुस हो तिमीहरू खुस ह्याप्पी हो कस्तो गोचे हो र किन गोच्ने हो र ल सबभन्दा धेरै गर्लफ्रेन्ड भएको मान्छे अर्ग्यानिक गाडी हो साथीहरू गाडी हेर्न चाहियो भने मगर कान्छा बाको लाइफमा सबै जोडिनु होला गाडी हेर्न चाहियो भने मगर कान्छा बाको लाइफमा सबै जोडिनु होला हेर चटक पारेको यस्तो मोबाइल देख्छ हाम्रो आइफोनबाट कस्तो आउँछ किता कुन क्वालिटीको आउँछ अनि तर ज्ञानको निरार भाग्यमानीको त्यस्तो हुन्छ अब कहाँ कहाँ हेर्ने हो तिनवटा क्यामेरा खराउँछ एकचोटि टाइम मैले कहाँ हेर्नु त बिदाईको दिन हान्दै पुरा जानु रहेछ नाइस गाइस कालिया भला गराउँदाखेरि यस्तै बोल्नु पर्छ थाहा छैन नानी भला नानी अन्त भला गराउनु हिँड्छ हामी बसे बेन्चा मिठो भानु फाइनल्ली हामी आज वर्षभरिको अन्तिम दिनमा छौँ के अरे बिदाई भनेकै आफैमा भारी पर्न शब्द हो तेलमा त राखेर भिडियो आएर हामी बस्यो भने चाहिँ अरू थाहा छैन अरू यहाँ चेन्जी गुरुनी ग्याङ होइन हो त गरे म यहाँ छु अरे भनौँ यहाँ होइन मसँग सबभन्दा लाने मान्छे पनि यही जहिले नङेर पनि नखेर काम पाएन भाइ भूत हो कि मेरो पनि रहेछ मैले त हिजो गएको
हाँसिल काट्दिने भनेको कस्तो ल्याम्फिल यता गाउला कि नि Vinaka tu thelma rahiran piuli kadene ka dauli. Vinaka tu thelma rahiran piuli kadene ka dauli. Ritte hoka छैन केही पनि. दिवेन्द्र सर दिवेन्द्र सर उडो यार बाल यार ए गाइजहरू त्यता रहेछ नि यार हाई गरिदेऊ न हाई गरिदेऊ नि मेरो भलाकोमा यार खै छोराको भलाको स्वागत छ. बाबु तिमी छोरा हो मैले तिम्रो भिडियो सधैँ हेर्छु त्यहाँ. के कमेन्ट हान्दै थिएँ र कुखुरा समाजतिर धन्यवाद कमेन्टको लागि यार वेलकम हो क्या. कार्यक्रमको अध्यक्षता आज गराउनको लागि बोलाउनु छिटो गरौँका पहिला अध्यक्षलाई गराउनु पर्यो होइन छिटो गर्नु पऱ्यो कि पर्मिसन लिएर कति घन्टा बस्यो हामी दिवेन्द्र सर फेरि आज कस्तो हिँड्छौँ भइरहनु युट्युब च्यानल सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनु यस्तो हिँड्छौँ भइरहँदाखेरि दिवेन्द्र सर दिवेन्द्र सर कस्तो हिँड्छौँ भइरहँदाखेरि म पूर्वरेल लाउँथेँ उ देखेको थिएँ आज हाम्रो लास्ट दिन एक्जामको शुभकामना एक्जाम राम्रो गर्नु तिमीहरूको भविष्य उज्जवल छ यही शुभकामना दिन चाहन्छु र फेरि एकपल्ट होइन हाम्रो बसन्त रोका भाइको होइन युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु लाइक गरिदिनु केटाले हाने हाम्रो तारखोलाको अर्ग्यानिक मेरो लाइभमा जानु साथीहरू आज मलाई टिकटक बनाएको भएन नि त म हो र हात्ती खतरा फुल वाच गराउनु पर्छ भिडियो बनाउँदाखेरि जहिले पनि ल ल ल भयो खतरनाक खतरनाक ल है क्यामेराम्यानहरु सोध्नु ल ल ल के सब ल लाइक कमेन्ट सब्सक्राइब हाना भाइ अघि नै खाइसकेँ मैले यही हाम्रो स्कुलको किचन होइन र कि क्यान्टिन हो र यस त यति छ रोटी यार रोटी अब अहिले खाना पर्छ टक्क लगाएर होइन रेडी अवस्थामा छ यहाँ चाहिँ
भनिदिनु न मेरो भला त्यस्तो होइन मलाई त फालिदिने हो क्या मलाई होइन यस्तो फुल कस्तो राम्रो बनाएको क्या नयाँ आउने खाना पाएर एउटा रातो बनाइदिनु मलाई चाहिँ बुनेकै के छ हाम्रो अर्ग्यानिक गाइजहरू ल त्यही थम्छ विद्यार्थीसँग गफ हट्छ सर नाचेको भिडियो आयो नि त नल्याउने म्याने ईश्वरी घटी मगर नरो न हामी जाने तिमी रुन्छौ यार तिमी त अर्को अझै एक वर्ष पढ्नै पर्छ हजुरले लग्न नआउने ठिकै छ क्या लग्न नआउने ठिकै छ क्या थियो तर धन्यवाद
मन्तव्यको निमित्त म भाइ विशाल पौडेललाई धन्यवाद कार्यक्रम सञ्चालक विवेकज्यूलाई र प्रमुख अतिथि विशिष्ट अतिथि सम्पूर्ण गुरुवर्ग र मसँग अध्ययन गर्नुहुने मेरा प्यारा साथीहरू तथा 11मा पढ्नुहुने अध्ययन गरिराख्नुहुने भाइ बहिनीहरूलाई म विशाल पौडेलको तर्फबाट नमस्कार। आज यस विदाय कार्यक्रममा दोनोतर्फ भित्रमा हल्का भावुक महसुस भइराखेको छ, तर भविष्यमा के गर्ला भन्ने आश पनि भित्रैमा लागिरहेको छ र यस कार्यक्रम यतिको कार्यक्रम आयोजना गरिदिनु हुने सम्पूर्ण गुरुहरू तथा 11जना भाइ बहिनीहरूलाई एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु। र म यो विद्यालयमा करिब 6 वर्षसम्म पढेँ होला, 7 कक्षादेखि पढ्न सुरु गरेको र अहिले 12मा सकिन लागिसकेको छ र यो सबै बितेको क्षण खासै महसुस पनि भयो मलाई कसरी पुग्ने भनेर। भर्खर बोल्दाखेरि हल्का नर्भस पनि भइरहेको छु, किन हो थाहा छैन। यति नै हो, सबैलाई धन्यवाद गर्दै र आउने परीक्षामा सबै हामी साथीभाइहरूले राम्रो राम्रो परिणाम ल्याउँछौँ भन्दै यति भन्दा अघि भनाइ म पुग्नेछु भने समाप्त हुने स्थितिमा छ। केही समयपछि तपाईँहरू परीक्षामा सहभागी हुनुहुन्छ र सफलता प्राप्त गर्नुहुनेछ। तपाईँ हाम्रो सफा सम्बन्ध सधैँ यस्तै रहिरहनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु। तिमी त कस्तो दसचोटि आइसक्यो रोइदिनु क्या अब मनिष चाहिँ हल्का भावुक भयो फेरि। मनिष चाहिँ हल्का भावुक गाई चल चाहिँ हामी फोटो सेसन हुँदा ह्याप्पी न्यु इयर भन्न बिर्सेको। ह्याप्पी न्यु इयर गाइज, मलाई खान पुग्छ, मलाई त ह्याप्पी न्यु इयर भन्न बिर्सेको यार। ल ठिक छ, टक्कै यो श्री नेपाल माध्यमिक विद्यालय लेखेको बोर्डसँग सेम हुन्छ। त्यसपछि तपाईँको मेरो फुल सेम परेछ। अर्को फरक एउटा पात त थम्सअपले भिडियो गरिदियो हुन्छ। थम्सअपको मोनिटाइज भयो फेरि, थम्सअपलाई पैसा आउँछ कि ल गुलाबको फुलको व्यवस्था उता छन् हाम्रो दनहरू। दिपेन्द्र सर हाम्रो गाइजहरू चाहिँ उता छन्। दिपेन्द्र सरले छोडेर जाँदैछ हामीले भन्ने देख्यो कसले उचाल्ने रहेछ। खै यता देऊ त पानी त्यस्तो पर्नु ढिला ल हजुर ल र यहाँ मैले भन्न खोजिएको आफ्नो शिक्षा पदहरू छ र यहाँ पाठशाला तुलना गरिएको छ। कसरी पाठ एउटा किसी समय भएपछि पाठको हुन्छ, त्यसरी प्रेम पनि यसरी डिक्लाइन हुन्छ भन्ने खोजिन्छ। तर अहिले विद्यार्थीमा कक्षा के हो, अलि यता आउनु न, अलि यता। र विशेष गरेर यो कविता मैले आज बिनाइ मनिष घरती ल मनिष चाहिँ यता खान। मनिष किन भागु भएको
पछि टोकरा मिल्छ विशाल तिमी त जहिले देखिन्छौ क्या यार मेरो भ्लगमा ल यता छन् एघारका भाइ बहिनीहरू फेरि भाइ बहिनीहरू मेरो स्टाइलहरू सब स्याहार छन् क्या यार स्याहार हाम्रो भाइरल मगरजङ खान्छ यता हाम्रो फोटो सेक्सन चल्दैछ क्यामेराम्यान फेरि यता आइफोन दाजु होइन टक्क यहाँ दिपेन्द्र सरसँग खाइदिन्छ ल यहाँ फोटो सेक्सन चल्दैछ ल अब त केही होइन ल यार ए कति देखाउने यार होइन यता अहिले 12 पनि सक्यो सरसँग गफ लाउँदा लाउँदै 12 पनि सकिहाल्यो ल फोटो सेक्सन हुँदैछ जतासुकै यार सबले फोटो खिच्छन् मैले मात्र खिचेन ल सक्यो भिडियो धेरै लामो भएको जस्तो लागिरहेको मलाई चाहिँ त्यही भएर अब इन्ड हान्नुपर्छ भिडियो चाहिँ ल गाइज अब हामीले बिदाइ पनि गर्यो एकदम दिपेन्द्र सरले खतरा सायरी भनिदिनु ल वसन्तलाई र सम्पूर्ण विद्यार्थीहरूलाई कक्षा 12 का विद्यार्थीलाई परीक्षाको शुभकामना अब हामी निस्किनु ए म त वाक्क लागिसक्यो यार गराउँदा हल्का फुल्का लामै भयो भिडियो चाहिँ होइन र कतिखेर 10 सुरु गरेको मैले 10 बजी त सुरु गरेको 10 नबज्दै होला 10 नबज्न 9.99 मिनेट थियो त्यति बेला सुरु गरेको यहाँ 2 बजिसक्यो अब हामी हिँड्दै जान्थ्यौँ ल हामी चाहिँ निस्केको ल अब इक्जाममै भेट्न पर्छ केटा होला यस्तो हो कि यहाँ म अलिक मोबाइलसँग देखेँ ल खाजा खाने कार्यक्रम हुँदैछ अब चाहिँ लास्ट यति हो यता खाने दिपेन्द्र सरलाई यहाँ समातेर राखेको दिपेन्द्र सर आउनु भएन खाजा खाओ केटा मिठो मानेर भाई मारो मुझे नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है ल अब खाजा खाएर हामी घर सिधै घर हामी खाजा खाएर होइन खाजा खाएर चिनी हालेको चिया ल गाइस हाम्रो विदाई कार्यक्रम यति नै हो आज चाहिँ हिँड्नै हाल्नु भयो भिडियोमा हल्का फुल्का केटाहरू भएको पनि भयो ठिकै भयो अब चाहिँ वैशाखको 14 गतिमा त हाम्रो बोर्ड इक्जाम छ त्यसको तयारी गर्नुपर्छ कोही भिडियो आइटममा त कोही भिडियो एन्डरमा त बनाएको छ हल्का फुल्का डिफ्रेन्स देखिन्छ भिडियोमा ल अर्को भिडियोमा भेट्नुपर्छ गाइज थ्याङ्क यू फर वाचिङ